है मामा के रे कुवाकोमा माछा हो नखामा कहाँको पानी खाने रे बेसीको कादमा जाऊ कादमा मामा हजुर हम के यताबाट आएन पानी नखाम है यताको पानी खाम हम गोठालोतिरको के है मामा तिमी घर जान्छु कि बस्छौ बस्ने अनि अघि मम्मीले त दिदी के अरे फुपू दिदी चाहिँ पठाइदिनु भएको छ नि त अघि तिम्रो मम्मीले फोन गर्नुभएको थियो फुपू दिदीसँग पठाइदिए है भन्नुभएको छ कि त्यही गणेशमान चौकमा हुनुहुन्छ नि को दिदी अब त्यो चिजा दिदी के आरतीको मम्मी यता हेर न चेक इट आउट मामा हजुर कुवाको पानी नखाम पहिला मुख धुने कुवाको पानी नखाने है किन नखाने कुवाको पानी माछा हो कि माछा के हुन्छ त माछा भएको पानी खाएर खान्न के यो पानीले मुख धुनु हुन्छ अनि सेतो पानीले नि हुन्छ कालो पानीले नि हुन्छ ए पहिला कालो पानीले मुख धुन्छु अनि सेतो पानीले मुख धुम है मेरो कपाल मिलाइदेऊ त गऱ्यौँ मेरो कपाल मिलाइदेऊ न यस्तो गरिदेऊ न अगाडि यस्तो गर्दैन यस्तो के ओ धन्न खसेन सारा थियो ओ माई गड त्यही भएर पनि कुवाको पानी नखाम भनेको कि मैले है हामी नगेकोबाट हागे अब घर जाने कि बस्ने रे बस्ने कति दिन बस्छौ 4 दिन पढ्न जाँदैनौ पढ्न अनि तिमी के उता अनि के तिमी उता जाने हुन्थ्यौ नि है गथौ नि है उता कहाँ रे तिम्रो पुरानो घर उता गाममा गथौ न अस्ति पूजामा के बाङ्ग्रे हो कि कहाँ भोरेटार हो यहीको पानी खाम भनेको कि मैले खाम है लाउनु खाम खोलामा गएर एउटा सेतो पानी खाम अनि कालो पानी खाम के हो भन्नु त के हो सर्पोला पानी होला सर्पो हो कि पानी हो थाहा छैन होला तँ सानो कपडा लाउनु हो कि ठुलो कपडा लाउनु हो सानो किन मेरो नाम के हो रे सन्तोष मामा अनि तिम्रो बाबाको नाम रक्षे अनि मम्मीको नाम शोभा अनि हजुरबाको नाम को हजुरबा यहाँ कमलबारीको हजुरबा ए प्रकाश अनि आमाको नाम चिजा अनि त्यसपछि उता भोरेटारको हजुरबाको नाम के हो नि थाहा छैन होला किन भोरेटार मजा लाग्छ कि दमौरी कि यहाँ के छ नि तिम्रो मामा घरमा के छ अरे केही छ नि कोक छ होइन के त्यस्तो खानेकुरा होइन के ए फुटी तिम्रो जिन्दगानी उस के छ भनेको के मैले त केही नि थाहा छैन के खोलाको पानी खाम अनि खोलाको पानी खाम जस्तो बाख्रा के छ बाख्रा गोरु के छ भनेको कहाँ तिम्रो मामा घरमा ए बाख्रा छैन है बाख्रा हो कि छैन छ इना गोरु भैँसी छ है भैँसी कहाँ हो नि भैँसी गोठमा कहाँ गोठ तिम्रो भैँसीको दुध मिठो लाग्छ कि के को दुध ए ह्यापोको पानी खाम पहिला अनि कहाँको पानी खाने भने मैले खोलाको पानी खाम अब त हामी यहाँबाट आएन नि त खोला त खोला ल बुट झर यता हेर ऊ त्यता हेर त
हो चिज गर्दौ न चिज सन्- सन्तोष मामा हो सन्तोष मामा छनामा मर्दो खोल्टासिङ मामा है मुख धुनुपर्छ यो लिनु मेरो मुख धुनुपर्छ यो खोलाले म धोइदिन्छु कि कहिले मै धुन्छ आफै धुन्छ अरे उता हिँड यहाँ फोहोर छ पर्खु त यहाँ त फोहोर आछ नि त पानी विषको पानी यहाँ विष हालेको छ पानीमा त्यो माथि गएर धुने है किन धुने भन्नु त कुकुरले टोक्छ एक फुगा पनि अब यहाँको यहाँको पनि धुने किन अहिले त किन औ मुख धुने होइन पानी खान्छ नि यहाँको माथिको पानी खाने हो कि यहीँको पानी खान्छ यस्तो फोहोर पानी खान्छ नि खोइ त हेर त खान्छ के पानी खानु न क्या पानी जाम औ कस्तो राखे पानी अँ त नि बोक्नु न म सक्दिनँ नि त बोक्न राम्रोसँग बस यस्तो नाम सकिन्छ नि त यस्तो नाम सकिन्छ बोक्नु वाह हिँड है हिँड कि है सारथी मान्छेले चाहिँ त्यहाँ माछा मारेर ल्याइदियो नि त यता हेर न फोन क्यामेरामा हेर न हेर न बे कता यताको बाटो जाने कि उताको बाटो कहाँ यस्तो उकालो तिमीले बोकेर जान सकिन्छ